हेलो साथीहरू सबैजनाले नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेकी छु। म पनि सन्चै छु। आज मलाई 5 दिन भयो मैले नुहाएर आएँ। अब चाहिँ भान्साकोठा यति फोहोर भएको थियो। फेरि मैले भान्साकोठा सरसफाइ गर्न सुरु गरेँ। मैले भाँडा राखिरहेकोहरू सबै पुछपाछ गरेर त्यसपछि टेबल पनि पुछेँ, वासिङ मसिन पनि पुछेँ। फेरि यो र्यागहरू सबै फोहोर भएको थियो। अलमारीहरू मैले अलमारी पनि सबै पुछपाछ गरेँ। त्यसपछि चिनी चियाबत्ती हाल्ने डिब्बा पनि पुछेर राखेँ। धेरै फोहोर भएको थियो। त्यसपछि मैले मिलाएर राखेँ। त्यसपछि अब खाना पकाउँछु नि त, बाहिरपट्टि पनि धेरै फोहोर हुन्छ। फेरि मैले सबै पुछेर साफ गरेँ। त्यसपछि मैले झाडु लगाएँ। अरू कोठामा पनि मैले झाडु लगाएँ। त्यसपछि बाहिर पनि झाडु लगाएँ। फेरि मैले पोछा लगाएँ। पोछा लगाइसकेपछि गमलाहरूमा धेरै दिन भएको थियो पानी नहालेको, पानी हालेँ। त्यसपछि आज मेरो 16 सोमबारको दोस्रो सोमबार पनि परेको थियो। अब पूजा गर्न मिल्दैन। फेरि मैले छोरालाई उठालेँ, नुहाएर आइज भने मैले फुल टिपेर ल्याएँ। फेरि छोराले धोएर ल्याएँ। फेरि पूजा गरिदियो छोराले, धूप बत्ती दियो जलाएर, भोले बाबाको पूजा गरेर घन्टु बजाएर पूजा गरिदियो। त्यसपछि मात्र मैले पानी खाएँ।